कुरा गर्थ्यो सेयर इस्यु गर्दा कस्तो हुन्छ जस्तै अब जुन किताबमा पढेको कुरा छ नि तिमीलाई जस्तै एलोटमेन्टमा यति लिने फर्स्ट कल भनेर लिने फाइनल कल भने 3-4 वटा किस्तामा लिने भने प्र्याक्टिकली त्यो छैन तिमीले जस्तै आइपिओ भर्छौ भने हाम्रो सिबिएम कलेजमा धेरै कम्पलसरी छ सिबिएम कलेज भनेको सिबिएम कलेज हो हैन प्र्याक्टिकल फोकस छ अलिकति किनकि लर्निङ बाइ डुइङ भन्छौँ हामी यहाँ चाहिँ 11 मा एडमिसन गर्ने बित्तिकै केटाकेटी यहाँ त खोल्नै पर्छ ब्याङ्कको खाता हुनैपर्छ मेरो यो हुनैपर्छ डिम्याट एकाउन्ट हुनैपर्छ नभए सर्टिफिकेटै पाइन्छ किनकि सेयरको बारेमा पढिन्छ जेको बारेमा पढिन्छ त्यो प्र्याक्टिकली गरेर पनि हेर्नु पर्यो नि त अथवा भोलि तिमीलाई सेयर मार्केटमा फसाइदेला त्योबाट जोगिन पनि त अवेरनेसको लागि पनि त खाता हुनु पर्यो अनि बल्ल बुझिन्छ नि त सेयर मार्केट के हो भनेर र आइपिओ भरेर आइपिओ पऱ्यो भने त कमसेकम फाइदै छ नेपालमा त सेयर सर्ट जस्तो भनेपछि तिमीले आइपिओ भर्दाखेरि कतिले भर्छौ भने तिमीलाई थाहा होला कि एलोट यसरी 3-4 वटा किस्तामा पैसा मागिरहेको हुन्छ र मागेको हुँदैन सिधै सुरुमै माग्छ एप्लिकेसनमै सबै पैसा माग्छ र ध्यान दिनुपर्ने कुरा है जस्तै एउटा हुन्छ फेस भ्यालु भनेर के टर्मिनोलोजीहरु ध्यान फेस भ्यालु यसैलाई के पनि भन्छ नोमिनल भ्यालु या यसैलाई भन्छ सेल्फ नोमिनल भ्यालु या पार भ्यालु फेस भ्यालु नोमिनल भ्यालु या पार भ्यालु भनेको चाहिँ कस्तो हुन्थ्यो भने पहिला अहिले त के छ सबै डिजिटलाइज भइसक्यो हैन पहिलाको जस्तै मैले कुनै कम्पनीमा लगानी गरेँ मैले कम्पनीको लगानी म साउ शेयर होल्डर भनेर कसरी मलाई चाहियो के प्रुफ त्यसलाई भन्दै कि शेयर सर्टिफिकेट दिइन्थ्यो शेयर सर्टिफिकेट बुझ्यो नि र त्यो शेयर सर्टिफिकेटको फेसमा देखिने भ्यालु कति लेखिरहेछ त द्याट इज कल्ड फेस भ्यालु त्यसरी नाम बसेको फेस भ्यालु अथवा पार यो चाहिँ पार हो र जुन जति बराबर चाहिँ हामीले क्यापिटलमा लेख्छौँ शेयर क्यापिटलमा कति एमाउन्टले लेख्छौँ जहिले पनि हामी फेस भ्यालुले लेखाउँछौँ शेयर क्यापिटल एकाउन्ट कतिले हुन्छ भन्दाखेरि नम्बर अफ शेयर हैन नम्बर अफ शेयर्स इन्टु पार भ्यालु या फेस भ्यालु हुन्छ है यो शेयर क्यापिटलमा यो भन्दा पैसा बढी जान्छ बढी या घटी कुनै पनि जान्छ पार भ्यालु या फेस भ्यालु भनेको यो कागजको फेसमा देखेको है कागजको फेसमा फलाना रञ्जित हमाल चाहिँ 16,000 यति किता चाहिँ सिबिएम कलेजको होल्ड गर्नुहुन्छ भने सर्टिफिकेट जुन हुन्छ नि सर्टिफिकेटमा लेखेको एउटा शेयरको भ्यालु कति हो त द्याट इज कल्ड फेस भ्यालु र नेपालमा जेनरली कति चल्छ जस्तै 100 रुपैयाँको इन्डियातिर 1 रुपैयाँको चल्छ फेस भ्यालु जति पनि राख्न पाइयो यो कम्पलसरी कानुन छैन यसमा कि कुरालाई 120 मा पनि त इस्यु गर्न सक्छ नि त हैन 90 मा पनि इस्यु गर्न सक्छ कतिमा बजारमा लिएर आयो द्याट इज कल्ड फेरि इस्यु प्राइस है इस्यु प्राइस के भन्छ अरे इस्यु प्राइस भनेको चाहिँ कतिमा कम्पनीले इस्यु गर्यो त्यो शेयर अब हुन सक्छ एट पारको मतलब के भयो जति हो फेस भ्यालु त्यतिमै लिएर आयो एट पार लेभल एट डिस्काउन्ट पनि हुन सक्छ कम त्यो भन्दा कममा लिएर आयो एट प्रिमियम पनि हुन सक्छ त्यो भन्दा धेरैमा लिएर किन भनेको भन्दाखेरि चाहिँ कहाँबाट प्रिमियम डिस्काउन्ट कहाँबाट डिसाइड गरिन्छ त यो पार फेस भ्यालुबाट डिसाइड 100 रुपैयाँ भनेर म मान्छु बुकमा चाहिँ तपाईले 100 रुपैयाँ हरेक शेयर बापत लगानी गर्नुभयो भनेर मान्छु तर म पैसा चाहिँ लिन्छु 120 मतलब 20 रुपैयाँ के को लिएको शेयर प्रिमियम 100 रुपैयाँ भयो भनेर मान्छु तर तपाईले पैसा चाहिँ 90 रुपैयाँ मात्र दिनुपर्छ इस्यु एट डिस्काउन्ट इस्यु प्राइस कति भयो 90 रुपैयाँ त्यस्तै 100 कुरा तपाई 100 नै दिनुस् ओके इस्यु एट पार बुझ्यो नि शेयर क्यापिटल भन्ने जुन एकाउन्ट छ नि त्यो चाहिँ फेस भ्यालुले हुन्छ हरेक किताको फेस भ्यालुले जान्छ धेरै भयो त्यो प्रिमियममा जान्छ शेयर प्रिमियममा जान्छ केमा जान्छ शेयर प्रिमियममा कम भयो त्यो डिस्काउन्ट त्यसको डिस्काउन्ट अन इस्यु अफ शेयर बुझ्यो र शेयर प्रिमियमको चाहिँ रुल अब स्पेशल है यहाँनिर कम्पनी एक्टले के भन्छ भन्दा प्रायः छ नेपालमा इन्डियामा सबैमा यही छ शेयर प्रिमियम चाहिँ जस्तै एकचोटि 100 रुपैयाँको कुरा 120 मा मैले इस्यु गरेँ है ठिक छ र कुनै पनि बेलामा 20 रुपैयाँ यदि आइसक्यो कम्पनीको खातामा आइसक्यो भने अब यो चाहिँ 4-5 वटा कुरा बाहेक केही कुराको लागि पनि युज गर्न पाइँदैन या त यो डिस्काउन्ट पहिला इस्यु गरेको छु नि त डिस्काउन्ट राइट अफ गर्न पाइयो र जेनरली जस्तै डिस्काउन्टमा पनि इस्यु गर्नलाई मुस्किल छ हैन जानी 100 को कुरा 90 मा कसैले इस्यु गर्छ भने त कोही पागल हो बेवकुफ हो प्र्याक्टिकली त्यति फिजिबल पनि छैन गर्न चाह्यो भने कम्पनी एक्टले पुरै अलग्गै रुल्स रेगुलेसन पास गरेपछि मात्र मिल्छ भनेपछि पुरानो यदि डिस्काउन्टमा कसैलाई गरेको थियो भने त्यो डिस्काउन्टमा गरेको इस्यु जुन डिस्काउन्ट चाहिँ के भयो लस भयो कि नै हाम्रो लागि जस्तै मैले के भने 1 लाखको शेयर 1 लाख किता शेयर 90 रुपैयाँमा इस्यु गरेँ मतलब 10 रुपैयाँ डिस्काउन्ट पार भ्यालु चाहिँ कति हो 100 हो भने के हुन्छ एन्ट्री भन्दाखेरि टु शेयर क्यापिटल चाहिँ 100 रुपैयाँको दरले नै हुन्छ 100 रुपैयाँ नै शेयर क्यापिटल भनेपछि पैसा त कति आयो ब्याङ्कमा 90 रुपैयाँ मात्रै आयो बाँकी के भयो डिस्काउन्ट यो लस हो कि नै 10 रुपैयाँ यो राइट अफ गर्न मिल्यो 10 रुपैयाँ पुरानो पहिला थियो भने यो राइट अफ गर्न मिल्छ त्यस्तै रिडेम्सनमा गरेको अर्को हुन्छ लस अन रिडेम्सन जस्तै डिबेन्चरहरू फिर्ता गर्दा चाहिँ 1000 रुपैयाँमा ऋण उठायो फिर्ता गर्दा चाहिँ हरेक डिबेन्चरमा 1100 फिर्ता गरिरहेको छु भनेपछि त्यो कुराहरू राइट अफ गर्न मिल्छ बाइब्याक राइट अफ गर्न मिल्छ ठिक छ बाइब्याकमा के लस नि त्यस्तै लगेर चाहिँ अरू भनेको बोनस शेयर इस्यु गर्नु अरू केही पनि कुराको लागि यसलाई डेबिट गर्न मिल्छ एकचोटि जस्तै टु शेयर क्यापिटल जस्तै यही कुरा यदि 100 को कुरा अब अर्कोचोटि चाहिँ मैले 100 को कुरा 120 मा इस्यु गरेँ भने के हुन्छ टु शेयर क्यापिटल ब्याङ्क कति आयो 120 आयो शेयर क्यापिटल कति भयो 100 भयो शेयर प्रिमियम कति हो 20 रुपैयाँ अब यो 20 रुपैयाँ भइसकेपछि यसलाई यो 10 रुपैयाँ राइट अफ गर्न मिल्यो अरू कतै हाल्न मिल्दैन है यो किन भन्नु छु शेयर फर फ्युचरमा गएपछि काम लाग्छ है त यो टर्मिनोलोजी बुझ्दै गर्नु पर्यो है प्रिमियम भनेको चाहिँ के हो
पार भ्यालुभन्दा माथि इस्यु गरेछ भने प्रिमियममा इस्यु गर्यो, कममा गऱ्यो भने डिस्काउन्टमा। इस्यु प्राइस भनेको के हो? पारमा इस्यु गर्यो भने पार भ्यालु नै भयो इस्यु प्राइस, प्रिमियममा छ भने पार भ्यालु प्लस प्रिमियम भयो, डिस्काउन्टमा छ भने पार भ्यालु माइनस डिस्काउन्ट। र नेपालमा जेनरली कति रुपियाँ मान्ने चलन छ? 100 रुपियाँ मानेको है, लिने हो 50 रुपियाँ पनि मान्न पाइन्छ, 10 रुपियाँ पनि मान्न पाइन्छ, कहीँ स्ट्रिक्ट रुल छैन। कम्पनीको एमओए एओए डकुमेन्टमा जति लेखेको हुन्छ त्यही अनुसार एउटा क्वेसन बनाऊ आफै है। अब त सिचुएसन, किनकि जुन फर्मेट स्ट्रक्चरवाला एन्ट्री मैले अघि नै पार्टमा लेखाइदिइसकेको छु। जस्तै मानौ एबिसी लिमिटेड प्र्याक्टिकल कुनै लिँदा भने इस्युड एफपिओ गरे पनि भयो, आइपिओ गरे पनि हो, जसरी गरे पनि भयो है। जेले इस्युड एफपिओ अफ 1 लाख सेयर्स, ठिक छ, 1 लाख सेयर्स अफ ₹100 इच, मतलब के भयो? अब यो 100 भनेको फेस भ्यालु, 1 लाख सेयर, तर इस्युड एट 120 इच भन्नुको मतलब के भयो? 100 को फेस भ्यालु भएको सेयर हो। सेयर क्यापिटल चाहिँ हामी 100 रुपियाँको हिसाबले लिन्छौँ, तर 20 रुपियाँ चाहिँ प्रिमियम तिर्नुपर्छ। पैसा चाहिँ कति दिनुपर्छ? सेयर होल्डरले 120 रुपियाँ दिनुपर्छ। 20 रुपियाँ सेयर गएर बस्छ, 100 रुपियाँ चाहिँ सेयर। फेस भ्यालु चाहिँ 100 रुपियाँ हो, प्रिमियम इस्यु प्राइस चाहिँ 120 हो भन्ने मतलब 20 रुपियाँ के हो? सेयर प्रिमियम। भोलि फेस भ्यालुको रिलेभेन्स के छ सर भन्दाखेरि भोलि डिभिडेन्ड क्यालकुलेट गर्नु पर्यो। क्यास डिभिडेन्ड भने यो 100 रुपियाँमा हुन्छ है, 120 मा हुँदैन नि। 30% क्यास डिभिडेन्ड दिनुको मतलब 100 को 30 रुपियाँ दिएको। र कतिले सोचिरहनु जस्तै एचडिएलले 1716% डिभिडेन्ड दियो। एचडिएलको एउटा सेयरको भ्यालु मानौ एचडिएलको फेस भ्यालु चाहिँ कति छ? 100 रुपियाँ छ। 1716% मतलब के भयो भन्दा त 171 टाइम होइन, अथवा 17 गुणा हो भनेको 100 को 1716% भनेको कति? 1700 रुपियाँ मात्रै दिएको है। कसैले सोध्ला कि एचडिएल भन्छ के अरे युएनएल, युनिलिभर नेपाल। कसैले सोध्दा भाइ युनिलिभर नेपाल त 30,000 रुपियाँ छ मार्केट प्राइस, 30,000 इन्टु 1716% कति भयो डिभिडेन्ड? बेवकुफ है भाइ। डिभिडेन्ड त क्यास डिभिडेन्ड दिएको र क्यास डिभिडेन्ड केमा क्यालकुलेट हुन्छ? फेस भ्यालुमा, मतलब 100 रुपियाँमा 1716 रुपियाँ दिएको, स्टिल धेरै हो नि त होइन। 1716% भनेको कम डिभिडेन्ड हो, त्यही भएर त भ्यालु छ नि त 30-40,000। सेयरको प्राइस पनि कति वर्ष किन्न गयो? सबैभन्दा महँगो सेयर नै युनिलिभर नेपाल। बुझ्यो? लजिक त हुन्छ है, लजिक चाहिँ बुझ्नु पर्यो। त्यस्तै बोनस सेयर भनेको चाहिँ फेरि नम्बर अफ सेयरमा हुन्छ। तिमीसँग जस्तै 20% बोनस सेयर दिनुको मतलब 10 वटा सेयर थियो भने 2 वटा सेयर अरू बोनसमा पायो। डिभिडेन्ड दिने 2 तरिका हुन्छ, त्यही हो। र क्यासमा दिने तरिका चाहिँ फेस भ्यालुमा काउन्ट हुन्छ है। केमा काउन्ट हुन्छ? फेस भ्यालु। ओके, त्यही भएर रिलेभेन्स छ। र सेयर क्यापिटल जहिले पनि यो फेस भ्यालुमा देखाइन्छ है। र यो भनेको इस्यु प्राइस हो भनेको मतलब सेयर प्रिमियममा 20 रुपियाँ जान्छ। हरेक सेयरको 20 रुपियाँ भनेको सेयर प्रिमियममा, सेयर क्यापिटलमा हरेक सेयरको 100 रुपियाँ। यो 100 रुपियाँ चाहिँ के पनि भन्छौँ, यसलाई हामी पार भ्यालु पनि भन्छौँ। यो ओके, यति क्लियर छ? अब यतिमा सेयर गर्यो। र कसरी कल गर्यो भन्दाखेरि एप्लिकेसन दिएको बेलामा कति तिर्नुपर्ने? एप्लिकेसन दिएको बेलामा तिर्नु पर्यो 50, ठिक छ। एलोटमेन्ट भनेको बाँडफाँड सेयर, अब किनकि बाँड्नु पर्यो नि त होइन। यो एप्लिकेसनमा कल गर्यो, मान्छेले एप्लाई गर्यो, त्यसपछि जब सेयर बाँडफाँड गरिन्छ, किनकि एप्लाई त धेरै पनि आउन सक्छ, कम पनि आउन सक्छ, त्यसमा 50 रुपियाँ दिनु पर्यो। र 50 मध्ये 20 रुपियाँ चाहिँ के हो? प्रिमियम। र फर्स्ट एन्ड फाइनल कल, यो पछाडिकोलाई चाहिँ हामी के भन्छौँ? कल भन्छौँ है। 50 100 भयो, यहाँ चाहिँ 20 रुपियाँ तिर्नु पर्यो, यसरी मा, ठिक छ। यति लेखिसक्यो, नोटले सारिहाल, पज गर। अब फेरि अगाडि अब के भयो भन्दाखेरि चाहिँ एप्लिकेसन रिसिप्ट फर 2 लाख सेयर्स, 1 लाख सेयर इस्यु गरे हो नि त। योभन्दा माथि गर्न पाउँछु मैले? गर्न पाउँदैन। जति इस्यु गरेको त्योभन्दा धेरै त सेयर बाँड्नै पाइँदैन। तर 2 लाख एप्लाई भयो। र प्र्याक्टिकल 12 टाइम 24 टाइम कति टाइम हुन्छ नेपाल, नर्मल कुरा। 2 गुणा हुनु भनेको त कुनै ठुलो कुरा नै होइन। एप्लिकेसन रिसिप्ट फर 2 लाख सेयर्स। र के डिसाइड गर्यो भन्दाखेरि कम्पनी हेज डिसाइडेड टु रिफन्ड फर 50,000 सेयर। 50,000 सेयर चाहिँ के गरिदिने भयो? रिफन्ड गरिदिने भयो। र रेस्ट जुन 1,50,000 को लागि छ त्यो चाहिँ रेस्ट हेज टु बी एलोटेड एज प्रोपोर्सनेट बेसिस, प्रोराटा बेसिस। बुझ्यो नि? मतलब के भन्न खोजेको भन्दाखेरि 1,50,000 सेयर चाहिँ 1 लाख वटा सेयरमा बाँड्नु पर्यो। 1 लाख भन्दा त सेयर माथि बाँड्ने कुरै छैन। बुझ्यो कि नै? जति इस्यु गरेको छ नि, इस्युड कति गरेको? 1 लाख गरेको। योभन्दा माथि त कति इस्यु गरेको? 1 लाख सेयर। योभन्दा माथि त गर्नै मिलेन जतिसुकै एप्लिकेसन। त के गर्यो? 2 लाख सेयरको लागि आवेदन आएको थियो, 50,000 सेयर चाहिँ रिफन्ड गरिदियो, 50,000 बाट जति आएको थियो। र बाँकीको लागि चाहिँ के गर्यो? प्रोराटा बेसिसमा एलोट गर्न भनेर भन्छ। मतलब के गर्नु पर्यो? जुन 1,50,000 को सेयर हुन्छ एप्लिकेसन, त्यसलाई चाहिँ अब अगाडि गएर एडजस्ट गर्नु पर्यो भन्छ नि। त मतलब के हुनु पर्यो? एप्लिकेसन मनी निड्स टु बी एडजस्ट। जस्तै कसैले 15 किताको लागि आवेदन हालेको थियो भने 10 किता पाउने, 30 को लागि हालेको थियो भने बल्ल 20 किता पाउने। बुझ्यो नि? 15 को लागि 10 दिनु भनेको क्या, 15 गर्छ भने 10, अथवा 1.5 को लागि 10, किनकि 1,50,000 को लागि 1 लाख दिने हो। यसैलाई भन्छ हामी प्रोराटा एलोटमेन्ट, प्रोपोर्सनेट एलोटमेन्ट गरे हो कि के होइन, एडजस्ट गरिदिनु भने। र ठिक छ, यति बुझ्यो? यति क्वेसन लेख्नु सर्ट राख त। 1 लाख वटा सेयर किता इस्यु गर्यो, 100 रुपियाँको फेस भ्यालु, 120 मा इस्यु गर्यो, मतलब 20 रुपियाँ प्रिमियम। र हरेक एप्लिकेसनमा 50 रुपियाँ माग्यो, एलोटमेन्टमा 50 रुपियाँ माग्यो, फर्स्ट एन्ड फाइनल कलमा 20 रुपियाँ माग्यो, यसरी 120 माग्यो। 2 लाखको लागि एप्लिकेसन रिसिभ भयो, 50,000 रिफन्ड गरिदियो हामीले। र 1,50,000 लाई चाहिँ प्रोपोर्सनेट बेसिसमा
एलोटमेन्ट गरियो यति नै राखौँ ल। अब एप्लिकेसन एलोटमेन्टको गरौँ त एन्ट्री। एप्लिकेसनको एन्ट्री गर्दा के हुन्छ एप्लिकेसनमा एप्लिकेसन आयो भने मतलब ब्याङ्कमा पैसा आयो ब्याङ्क एकाउन्ट डेबिट कति आयो भन त 2 लाख सेयरको लागि आयो कि नै सिम्पल के रट्ने सट्ने कुरा गर्ने 2 लाख सेयर आएको हो नि त भनेकै छ त क्वेसन इन्टु एप्लिकेसन मनी कति हो 50 रुपियाँ हो 2 लाख इन्टु 50 कति हुन्छ भन त कति हुन्छ चाँड भन कति आयो यार 6 7 वटा 0 1 करोड हो 2 लाख इन्टु 5 भनेको 10 लाख हो 1 करोड हुन्छ 1 करोडमा कतिवटा जिरो हुन्छ 7 वटा फटाक्से भन्नु पर्यो क्याल्कुलेटर पनि छिटो चलाउन सक्नु यति आयो 2 केमा राख्ने हो सर यो 2 सेयर एप्लिकेसन मनी कहाँ राख्ने सेयर एप्लिकेसन मनी किनकि अहिलेसम्म बाँडफाँड भएको छैन र यो पैसा चलाउन पाइँदैन है त्यही भएर सिएस बा सिआरएन रजिस्ट्रेसन नम्बर हाल्नुपर्छ आइपिओ भर्दाखेरि र सिएस बाको फुल फर्म हो सेन्ट्रलाइज र एसपा भनेको चाहिँ एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट मतलब त्यो एउटा कोड नम्बर जसले चाहिँ गर्दा मैले त्यो हाल्ने बित्तिकै के हुन्छ अब त्यसलाई लक गरिदिन्छ त्यो पैसा खातामै हुन्छ बट मैले पनि चलाउन पाउँदिनँ न कम्पनीले त्यसलाई लिएर लक जबसम्म एलोटमेन्ट हुन्छ किनकि हेर त पैसा चाहिएको कति 1 लाख इन्टु 120 यति 1 करोड 20 लाख रुपियाँ उठाइरहेको थियो तर पैसा त 2 करोड 40 लाख आयो होइन त अथवा यहीँ पनि हेर्ने भने हेर 1 लाख इन्टु 50 लाख पैसा आएको 1 करोड रुपियाँ 50 लाख रुपियाँमा आएको हो नि त मैले एप्लिकेसनमा त 1 करोड आइदिरहेको छ 50 लाख अरू चलाइदिए भाइ मिटर ब्याजीमा लगाइदिए 30-40 दिन एलोटमेन्ट हुँदैसम्म पैसा कमाइहाल्यो त्यही लोभको चक्करमा कुनै डाइरेक्टरले लगाइदिए पैसा अगाडि र पछि उठेन पैसा डुब्यो भने त कसको पैसा डुब्यो किसका डुबा बताओ पब्लिकको हो कि नै यो गर्न मिल्यो त त्यही भएर लक्ड हो त्यही भएर तिमीहरूले चेक गऱ्यो भने खातामा ब्यालेन्स त देखाइरहेको हुन्छ तर लक्ड हुन्छ त चलाउनु मिल्दैन तिमीहरूले आइपीमा भरेको पैसा है र त्यहाँ एप्लिकेसन भनेको फुल पैसा हुन्छ यहाँ चाहिँ थ्योरिटिकल पोसिबल भयो त्यो हुनाले सेयर एप्लिकेसन मनी एकाउन्ट यसमा पनि कति 1 करोड बुझ्यो पहिला एप्लिकेसनमा राख्नु पर्यो अब भन त सेयर एप्लिकेसन मनीबाट अब यसलाई क्यान्सल गर्नु पर्यो होइन अब एलोटमेन्टको बेलामा एलोटमेन्टको दिन पहिला सेयर एप्लिकेसन मनीलाई क्यान्सल गर्नु पर्यो डेबिट कति 1 करोड 2 सेयर क्यापिटलमा कति हाल्ने भन त पहिला त नम्बर अफ सेयर कति हुनु पर्यो 1 लाख सेयर भन्दा त माथि शून्य गर्न पाइँदैन भनेपछि 1 लाख सेयर ओके 1 लाख सेयरको मात्रै आउँछ यहाँ पहिलो इन्टु त्यसपछि लगेर कति रुपियाँ मात्रै हो 50 रुपियाँ के हो अब जस्तै प्रिमियम यहाँ लेखेको छैन है जस्तै क्वेसनमा हेर्यो भने क्वेसनमा के भनेको थिएँ मैले यो 50 मा चाहिँ प्रिमियम छैन जस्तै जेनरली यही दिएको छ कहाँ प्रिमियम भन्दाखेरि एलोटमेन्टमा छ यही प्रिमियम भएको भएदेखि प्रिमियम छोडेर बाँकी बुझ्यौ नि जस्तै मानौ 50 मध्ये मैले लेखिदिन्थेँ कि यो हटाइदिन्थेँ यहाँ 20 प्रिमियम भन्थ्यो भने के हुन्थ्यो 30 रुपियाँ चाहिँ सेयर क्यापिटलमा गयो 20 रुपियाँ चाहिँ सेयर प्रिमियम तर यहाँ त के छैन भने 50 रुपियाँ नै सबै सेयर क्यापिटलको लागि हो ठिक छ 1 लाख सेयर इन्टु कति जानु पर्यो 50 लाख त सेयर क्यापिटलमा गयो ओके अनि सर 50 टु ब्याङ्क एकाउन्ट जुन 50,000 त हामीले रिफन्डै गरिदिउँ नि त सर 50,000 सेयर त रिफन्ड हो कि नै 50,000 सेयर इन्टु 50 रुपियाँ त सर हामीले फिर्तै गरिदिउँ 50,000 इन्टु 50 गरेर 25 लाख त सर हामीले फिर्तै गरिदिउँ नि त हो कि नै 2 लाख सेयर एप्लिकेसन आएको भन्दै 50,000 सेयरको त पैसा फिर्ता गरिदिउँ भनेपछि त टु ब्याङ्क एकाउन्ट यो के भयो रिफन्ड भयो अब बाँकी सर 2 करोड मध्ये के अरे 1 करोड मध्ये 50 लाख क्यापिटलमा हाल्यो 25 लाख रुपियाँ फिर्ता गर्यो 25 लाख रुपियाँ केमा जान्छ त अब यसलाई भन्छ हामी टु कल्स इन एडभान्स भन्दा पनि भयो अथवा डाइरेक्ट त्यसको नाम लेख्दा पनि भयो यो अब कुन अर्को किस्तामा एडजस्ट हुन्छ नि त भनेको मतलब सेयर एलोटमेन्टमा हुन्छ त सेयर एलोटमेन्ट गरेर राख्दा पनि हुन्छ कल्स इन एडभान्स भन्ने एडभान्स भयो कि नै त्यो 50,000 सेयर इन्टु 50,000 चाहिँ एडभान्स बुझ्यो यो के हो यो हो 50,000 सेयर रिफन्ड गरेको हरेको 50 रुपियाँ आएको थियो त्यही रिफन्ड गर्ने आएको भन्दा धेरै पैसा थोडी न गर्छु यो हेर 1 लाख भन्दा त माथि गर्नै पाइँदैन हो कि नै 1 लाख नै सेयर हो सिम्पल के यसरी लिएर चल न 1 लाख सेयर हो इस्यु गरेको यति हो नि यो भन्दा धेरै गर्न पाइन्छ पाइँदैन 1 लाख सेयर र हरेक सेयर क्यापिटल कति हो त्यहाँ किस्ता 50 रुपियाँ जाने 50 लाख बल्ल सेयर क्यापिटलमा ट्रान्सफर भयो एप्लिकेसनबाट एप्लिकेसन मनीलाई मैले डेबिट गरिदिएँ पहिला क्रेडिट गरेको थिएँ जब बाँडफाँड भयो डेबिट गरिदिएँ अब 50 लाख यहाँ हाल्दै 25 लाख त फिर्ता गर्ने भनेकै छ बाँकी बचेको कहाँ त कन्सेप्ट एडजस्ट गर्नु पर्यो नि त अगाडि एडजस्ट गर्नु पर्यो मतलब कल्स इन एडभान्स भयो क्लियर बुझ है त अब गएँ म अगाडि चाहिँ अर्को जोडिदिउँ ल अब यो भयो एप्लिकेसन अब एलोटमेन्टमा त्यो पनि एलोटमेन्ट भएपछि नि सेयर एप्लिकेसन मनी क्यान्सल गर्ने है त्यो सेकेन्ड एन्ट्री चाहिँ एलोटमेन्ट हुँदाखेरि नि अब एलोटमेन्टको हामी ड्यू गर्छौँ अब एलोटमेन्टको काम भयो एलोटमेन्ट बाँडफाँड भएपछि त पैसा त माग्छौँ नि भाइ बाँडफाँड अब तपाईँलाई सेयर पऱ्यो भने यति पैसा चाहिँ तिरिहाल्नु भन्छौँ नि हामी अनएलोटमेन्टमा कति माग्ने त माग्ने बेलामा पहिला एन्ट्री पास गर्छौँ हामी पहिला सेयर क्यापिटलमा हाल्छौँ है अब सेयर एलोटमेन्ट एकाउन्ट डेबिट मतलब सेयर एलोटमेन्टमा कम्पनीलाई पैसा रिसिभेबल छ त्यो हुनाले डेबिट सेयर एलोटमेन्ट एसिड्स भयो डेबिट पैसा रिसिभेबल छ है सेयर होल्डरबाट कुन किस्तामा सेयर एलोटमेन्टमा कति भन त ल यहाँ त त्यही हो नि होइन सर 1 लाख हो एलोटमेन्टमा सेयर त 1 लाखै हो नि त 1 लाख सेयर माग्ने हो कति माग्ने हो सर भन्दाखेरि 50 रुपियाँ माग्ने हो कति माग्ने हो एलोटमेन्टमा 50 लाख माग्ने हो कति माग्ने हो 50 लाख क्लियर छ कि नै 1 लाखवटा सेयर हो योभन्दा माथि त एलोटेड हुने कुरैको नि भएन र हरेक सेयरबाट 50 रुपियाँ मागेको एलोटेडमा हो कि नै हो के बापत अब यो पैसा कहाँ हाल्ने हो सर भन्दा सेयर क्यापिटल भन्दा फेस भ्यालु भन्दा माथि जाँदैन यो क्लियर दिमागमा राख्नु सेयर क्यापिटलमा फेस भ्यालु एमाउन्ट भन्दा माथि जाँदैन मतलब 1 लाख
सेयर्स इन्टु 30 हो कि नै? सोच त यहाँ हेर त क्वेसनमा मैले के भनेको थिएँ, जुन 50 रुपियाँ छ एलोटमेन्टमा माग्ने त्यो मध्ये 20 त प्रिमियम हो भने 30 रुपियाँ हो नि त फेस भ्यालुको, हो कि नै? टोटल 120 मा 100 रुपियाँ फेस भ्यालु, 20 रुपियाँ प्रिमियम हो। 20 रुपियाँ प्रिमियम कहाँ छ? एलोटमेन्ट भनेपछि बाँकी 30 हो। 50 30 र 20 गरेर 100 रुपियाँ फेस भ्यालु, 20 रुपियाँ प्रिमियम। एलोटमेन्टमा 50 मागिन्छ, त्यो मध्ये 30 रुपियाँ फेस भ्यालु हो, 20 रुपियाँ प्रिमियम भन्नु खोज्यो। यहाँ 30 सेयर क्यापिटलमा कति हुन्छ? 30 लाख। 2 अब के हो त यो? बाँकी सेयर प्रिमियम भनेको मतलब 1 लाख सेयर इन्टु 20 लाख रुपियाँ यहाँ बुझ्यो? 1 लाख सेयर यो फिक्स हो नि त, 1 लाख सेयर हो। यहाँभन्दा त धेरै 30 रुपियाँ भनेको 50 माइनस 20 प्रिमियम हो भने 30 रुपियाँ के हो त? क्यापिटल माइनस 20 रुपियाँ त प्रिमियम हो नि त। क्वेसनमा तोकेकै छ। पैसा रिसिभ भइसक्यो है, रिसिभ भइसक्यो भन्दा नि कल गऱ्यौँ, अहिले चाहिँ कल भइरहेछ यहाँ। मतलब एलोटमेन्टको पैसा ड्यू भयो, पहिला ड्यू गऱ्यौँ भनेको मतलब एलोटमेन्ट एकाउन्ट यो रिसिभेबल भयो, एसेट्स भयो, डेबिट 50 लाख यति। र के हो कसरी किन डेबिट गरेको? किनकि क्यापिटलमा 30 लाख रुपियाँ हाल्नुपर्ने छ, हरेक 1 लाख सेयर इन्टु हरेक सेयरको 30 रुपियाँ र 20 रुपियाँ प्रिमियममा हाल्न छ भनेर एन्ट्री भयो। अब एक्चुअलमा के आउँछ? दोस्रो एन्ट्री हुन्छ। अब ब्याङ्कको यो त यो भनेको ड्यू गरेको है, यो भनेको के हो? ड्यू गरेको। एलोटमेन्ट रिसिभेबल छ र सँगसँगै कुन कुन खाताको लागि रिसिभेबल छ? क्यापिटलमा यति हाल्नुपर्ने छ, प्रिमियममा यति हाल्नुपर्ने छ। ओके, ड्यू। अब सेकेन्ड स्टेज के हुन्छ यहाँ? अब यहाँ हुन्छ अब यो पैसा रिसिभ गर्ने बेलामा ब्याङ्क एकाउन्ट डेबिट है, कति रिसिभ हुन्छ होला भन त? ल कति रिसिभ हुन्छ? किनकि यहाँ हेर, यहाँ के गर्यौँ त? यो जुन 25 लाख रुपियाँ एक्स्ट्रा एडभान्स छ नि, जस्तै 25 लाख त फिर्ता गरिदिने र 1 करोड रुपियाँ आएको थियो। त्यो 1 करोड मध्ये सबैलाई त बाँट्ने होइन, किनकि 2 लाखको लागि एप्लिकेसन आएको थियो। हामीले दिनुपर्ने त 1 लाख मात्रै हो। 1 लाख सेयरको मात्रै 50 लाख रुपियाँ हामीले क्यापिटलमा हाल्यौँ। 50,000 सेयर त फिर्तै गरिदिउँ, 25 लाख गइहाल्यो, सकिहाल्यो। अर्को 25 लाख त हामीसँग छँदैछ नि, हो कि नै? 25 लाख छ कि नै? 25 लाख यो एडजस्ट हुन्छ कि नै? 25 लाख आउँछ त, थोरै न म तिर्छु जानी एक्स्ट्रा। 25 लाख रुपियाँ आयो, यो 25 लाख त रिसिभ हुँदैन। अथवा बुझ्यौ कि नै भन्नु खोजेको? ब्याङ्क एकाउन्ट कति रिसिभ हुनुपर्ने भने 50 लाख रुपियाँ रिसिभ हुनुपर्ने थियो, ठिक छ? त्यो मध्ये कति लाख रिसिभ भएन? 25 लाख त रिसिभै हुँदैन नि त, किनकि एडभान्स उसले एप्लिकेसनमै धेरै तिरेको छ भाइ। अनि एडजस्ट गर्नुपर्छ भनेपछि त एडजस्ट हुन्छ नि त। 25 लाख तिर्दैन, मतलब कति मात्रै तिर्छ भने त? अर्को 25 लाख, 1,50,000 को लागि भनेर त मैले के भने 1,50,000 को 50,000लाई हामीले 50,000 दिउँ भनेपछि कति तिर्नु पर्यो? उसलाई त सेयर त 1 लाखै परेको हो नि त। 1 लाख इन्टु बुझ्यो 50,000 किन सर भन्दाखेरि 50,000 इन्टु 50,000 यो 25 लाख त एडभान्समा छ नि अझै, बुझ्यो कि नै? सिम्पल हिसाब टोटलमा गरेर गरे पनि हुन्छ। 25 लाख रुपियाँ त अझै पनि त यो त एडभान्स छ, सेयर होल्डरले तिरेको पैसा। यो पैसा त आउनेवाला छैन, यो पैसा आउनेवाला छ त? यो पैसा आउनेवाला छैन भनेपछि यो मैले माइनस गरेँ। कति पैसा आउँछ? 25 लाख मात्रै आउँछ। 2 सेयर एलोटमेन्ट। सेयर एलोटमेन्ट त 50 लाखै क्यान्सल गर्नु पर्यो। बाँकी के हो त सर भन्दा कल्स इन एडभान्स यहाँ एडजस्ट गरेको। बाँकी कहाँबाट आयो त? पहिल्यै आइसकेको थियो सर। कल्स इन एडभान्समा 50 लाख के अरे 25 लाख थियो हो, किनकि 50,000 किता इन्टु 50 रुपियाँ गर्दाखेरि कति भयो? 25 लाखै हुन्छ। 25 लाख चाहिँ नयाँ पैसा आउने भयो एलोटमेन्टमा, 25 लाख त पुरानै तिरेको नआउने। ठिक छ यो कुरा? अब यो भइसकेपछि अब फर्स्ट एन्ड फाइनल कल। मानौ कल्स इन अरियरहरू छैन भने है, अब फर्स्ट एन्ड फाइनल कल। अब फेरि यहाँ के गर्छौँ हामी? फेरि ड्यू गर्छौँ। के गर्छौँ हामी? सेयर फर्स्ट एन्ड फाइनल कल भन्छौँ पहिला। फर्स्ट एन्ड फाइनल कलमा कति पैसा माग्नु पर्ने त भन्दाखेरि 1 लाखवटा सेयरको हरेक सेयरको सर 20 रुपियाँ माग्नुपर्ने। ओके, 20 लाख रुपियाँ माग्नुपर्ने। सबै के बापत हो? सेयर क्यापिटल बापत हो कि नै हो? यहाँ प्रिमियमै छैन। सेयर क्यापिटल एकाउन्ट भनेको 1 लाख इन्टु 20 नै सबै सेयर क्यापिटल। यो हामी के गर्छौँ? ड्यू गर्छौँ। ओके, अब सबैले तिर्यो भने के गर्छौँ हामी? ब्याङ्क एकाउन्ट। अब यहाँसम्म अहिले त मैले के भनेको छैन नि त के भयो भनेर। 20 लाख रुपियाँ आयो, 2 सेयर फर्स्ट एन्ड फाइनल कल भयो। ओके, नर्मल भयो। अब तिमीहरूलाई कस्तो सिनारी दिन्छ हेर। अब मानौ के भयो सर, यो त नर्मल चल्यो भने ठिक छ, क्वेसनमा आउँ ल। एउटा अब यो कोही थियो, एउटा रामे भन्ने सेयर होल्डर, मिस्टर रामे। रामजीको नाम त यहाँ नबिगारौँ, उधारी लाल लेख्छ। उधारी लाल भन्ने थियो, जसले चाहिँ हु हेभ एप्लाइड फर 150 सेयर्स अथवा 15,000 सेयर्स। जसले कति हजार सेयरको लागि एप्लाई गरेको थियो? 15,000। मतलब यसैलाई के भन्न सक्छ हेर है। अब एप्लाइड फर 15,000 मतलब एलोटेड कति? 10,000 हो कि नै? हरेक 15,000मा 10,000 एलोटेड गरेको कि नै? प्रोराटा बेसिसमा यदि पर्सन हो भने, अथवा एकै लेखिदिन सक्छ 10,000 सेयर एलोटेड हो। जस्तै मानौ यहाँ भन्दै मैले के 10,000 होइन, हु हेभ एप्लाइड फर 10,000 सेयर भन्नु र हु हेज बिन एलोटेड फर 10,000। एप्लाइड फर 15,000 सेयर अथवा एलोटेड फर 10,000 सेयर। यसले चाहिँ के गर्यो? हु हेज बिन एलोटेड फर 10,000 सेयर डिड नट पे एनी एमाउन्ट आफ्टर द्याट। मतलब एप्लिकेसनमा जति तिर्यो त्यस पछाडि पैसा तिरेन। अब के हुन्छ? के भन्नु? किन ल एकछिन होइन, 1 मिनटको काम चाहिँ के गर्नु पर्यो भने त ल यो दियो अरे। यो मध्ये चाहिँ उधारी ल्याल भन्ने मान्छे चाहिँ यस्तो छ, जसले चाहिँ 10,000 सेयर, जसलाई 10,000 सेयर परेको थियो, जसले
एप्लिकेसन पछाडि केही पनि पैसा तिरेन भने अब एन्ट्री के हुन्थ्यो अब हेर्दै जाउँ है त जस्तै यहाँ त सबै यही हुन्थ्यो नि हो कि नै भन त एप्लिकेसन त यसले पनि एप्लिकेसनमा त पैसा तिरेकै हो ब्याङ्क एकाउन्ट 1 करोड यही नै आयो 2 लाख सेयर आएको थियो होइन र यहाँ चाहिँ 1 करोड ठिक छ 2 लाख सेयरको 50 रुपियाँको दरले र 1 करोड मध्ये 50 लाख हामीले सेयर क्यापिटलमा हाल्यौँ होइन र 50,000 सेयरको 50 रुपियाँको दरले फिर्ता गरिदिउँ बाँकी के भयो कल्स इन एडभान्स भयो अब एलोटमेन्टमा के हुन्छ एलोटमेन्टमा के भयो भनेर त एलोटमेन्टमा चाहिँ यहाँनिर यो ड्यू भयो ठिक छ यहाँ ड्यू गर्यो ठिक छ 50 लाख उठाउनु पर्ने कति हरेक 1 लाख सेयर भन्दा त धेरै पैसा त हामी कसले ड्यू नै गर्न मिल्दैन नि त किनकि 1 लाख सेयर इस्यु गरे 50 रुपियाँ हरेक सेयरबाट उठाउनु पर्ने त्यो मध्ये 30 रुपियाँ सेयर क्यापिटलमा हाल्नुपर्ने 20 रुपियाँ सेयर प्रिमियममा हाल्नुपर्ने अब यहाँ ब्याङ्कमा आउँदाखेरि 25 लाख रुपियाँ आउनुपर्ने हो कि नै 25 लाख त कल्स इन एडभान्सै थियो 25 लाख रुपियाँ आउनुपर्ने तर 25 लाख त आएन नि त हो कि नै 30 मिनट यति हुन लागिहाल्यो मानव सिनारियो के आयो उधारीलालले चाहिँ 10,000 सेयर एलोटमेन्ट भएको थियो तर उसले एप्लिकेसन पछाडि बिर्स्यो भाइ सेयर परेछ केही पनि तिरेन भने एन्ट्री के हुन्छ त यहाँ भन्ने कुरा हामी सिनारियो गर्छौँ सेयर एप्लिकेसनको एन्ट्री त सेम रहन्छ हो कि नै सेयर एप्लिकेसन मनी त 2 लाख सेयर आएको हो कि नै पैसा 2 लाख सेयरको लागि आएको 50 रुपियाँको दरले आएको 1 करोड भयो सेयर क्यापिटलमा हाल्यौँ हामीले 50 लाख किनकि सेयर क्यापिटलमा त पहिला त कुरा त 1 लाख सेयर भन्दा माथि हाल्ने कुरै भएन 1 लाख सेयर भन्दा हामीले माथि मागेकै होइन र हरेक सेयरको 50 रुपियाँ हो 50,000 सेयर त हामीले फिर्ता गरिदिउँ त टु ब्याङ्क एकाउन्ट भयो बाँकी कहाँ गयो बाँकी अगाडि किस्तामा एडजस्ट गर्नुभएको हुनाले कल्स इन एडभान्स भनेर राख्यौँ हामी अब यहाँ आउँदाखेरि अब के भयो सेयर पहिला हामी गर्छौँ हामी ड्यू भनेको सेयर एलोटमेन्ट एकाउन्ट यो एसिड्स भयो हाम्रो रिसिभेबल 50 लाख हो के बापत भन्दा सेयर क्यापिटलमा 30 रुपियाँ 1 लाख किताको हरेक किताको 30 रुपियाँ किनकि 50 मा 20 रुपियाँ ब्राकेटमा के दिएको थियो प्रिमियम भनेपछि 20 रुपियाँ सेयर प्रिमियम हाल्नुपर्छ त्यो सेयर क्यापिटलमा जाँदैन है फेस भ्यालुसम्म मात्रै सेयर क्यापिटल र अब आउने बेलामा चाहिँ यो त ड्यू भयो होइन एलोटमेन्ट मनी ड्यू भयो अब एलोटमेन्टको पैसा आउने बेलामा के गर्यो भन्दाखेरि के भयो यो एन्ट्री चेन्ज हुन्छ कि नै यहाँ हुन त सेयर एलोटमेन्ट एकाउन्ट त 50 लाखै भयो ठिक छ यो त 50 लाखै भयो अब यसलाई अलि म तल लेख्छु हेर टु सेयर एलोटमेन्ट त कति लाखले क्यान्सल गर्नु पर्यो भन्दाखेरि जे ड्यू भयो त्यही नै गर्नु पर्यो 50 लाखै हो कि नै रिसिभेबल त त्यही नै हो नि त सेयर एलोटमेन्ट रिसिभेबल पैसा त 1 लाख सेयरको हरेक सेयरको 50 रुपियाँ नै हो 50 लाख भयो 1 लाख सेयर इन्टु 50 तर बट ब्याङ्कमा आयो कति हेर त 25 लाख त पहिले आइसकेको छ हो कि नै यो पनि सही हो सर 25 लाख त सेयर एप्लिकेसन बेलामै आयो किनकि 50,000 सेयरको त एक्स्ट्रा पैसा बचिरहेको छ नि त कम्पनी त्यो एडजस्ट गर्न पायो भने चाहिँ 25 लाख त 50 लाख मध्ये 25 लाख त आउने कुरै भएन हो कि नै प्लस अब जसले जुन 10,000 सेयर किता पाएको थियो नि 10,000 सेयर किता पाएको मतलब उधारीलालले 10,000 सेयर किता पाउनुको मतलब कति सेयरको लागि एप्लाई हालेको थियो भन त ल क्यालकुलेट गरौँ त उधारीलाल अब यो वर्किङ नोटमा बनाउनु पाइयो नि त उधारीलाल एलोटेड सेयर कति हो 10,000 हो भने एप्लाइड कति हो त किनकि पैसा आएको त यसरी थाहा हुन्छ नि त एप्लाइड भनेको 10,000 इन्टु किनकि टोटल कति हो 1,50,000 एप्लिकेसन आएको थियो त्यो मध्ये 1 लाख परेको हो कि नै 1,50,000 एप्लिकेन्टलाई 1,50,000 किता सेयरको आवेदनलाई चाहिँ कति सेयर दिने हो 1 लाख हो भने 10,000 पर्नेलाई कति आएको थियो त 15,000 आएको थियो हो कि नै यही कुरा के भन्दैला जसले 15,000 सेयर एप्लाइड गरेको थियो भने पनि के हुन्छ 15,000 सेयर इन्टु फेरि 1 लाख डिभाइड 1,50,000 रेसियो प्रोपोर्सन त निकाल्न आउँछ नि यो पनि निकाल्न आउँदैन भने फेरि एकचोटि 6-7 क्लास 10 क्लासको म्याथमेटिक्स पढेर आउने यो 11-12मा सिक्ने कुरा होइन है केटाकेटी मैले के भने जस्तै 10,000 सेयर एप्लिकेसन आएको छ अथवा 15,000 सेयर एप्लिकेसन आएको छ भन्नु मतलब के हो त्यसलाई 10,000 पर्यो किनकि 1,50,000 टोटल किता सेयरलाई 1 लाख सेयर दिएको हो नि त प्रो रेटा बेसिसमा भने रेसियो के हो 1.5 हो नि त हो कि नै 1.5 लाई एप्लाई गर्नेलाई 1 मिल्ने भने त्यसरी 10,000 पर्नुको मतलब के हो 15,000 एप्लाई गरेको थियो 1 पर्नुको मतलब के हो 1.5 एप्लाई गरेको थियो र 1 पर्यो मैले एलोटेड भनेर दिएँ नि त त्यही भएर एलोटेड 10,000 हो भने एप्लाइड कति हो 15,000 सेयर भनेपछि उससँग एप्लिकेसन पैसा कति आएको थियो भने त ल एप्लिकेसन एमाउन्ट रिसिप्ट कति थियो यो मान्छेबाट भन्दाखेरि 15,000 इन्टु 50 रुपियाँ आएको हो कि नै कति आयो होला भने त 15,000 इन्टु 50 आएको 7,50,000 यो मान्छेबाट पैसा आएको कति युटिलाइज्ड भयो पैसा रिसिप्ट कति हेर त एमाउन्ट रिसिप्ट एप्लिकेसन एमाउन्ट कति भयो 7,50,000 आएको अब एमाउन्ट युटिलाइज स्टेप बाई स्टेप निकाल्दा पनि भयो डाइरेक्ट फटाफट गर्दा पनि हुन्छ है यो युटिलाइज कति भयो किनकि 10,000 सेयर पाएको उसले 15,000 एप्लाई गर्यो भने 10,000 सेयर पाएको हो 50 रुपियाँ चाहिँ कहाँ युटिलाइज भयो एप्लिकेसनमा कति भयो 1 लाख भयो के अरे 50,000 भयो 10,000 इन्टु 50 गर्दा कति भयो 50,000 अब अथवा के भयो 5 लाख भयो भनौँ न 5 लाख है 50,000 नै 5 लाख रुपियाँ उसको सेयर एप्लिकेसनमा युटिलाइज भयो अब एलोटमेन्टमा उसले कति तिर्नु पर्थ्यो यसमा कति तिर्नु पर्थ्यो भने ल हरेक एलोटेड कितामा 50 रुपियाँ तिर्नु पर्थ्यो हो कि नै एलोटेडमा कति तिर्नु पर्थ्यो एलोटमेन्टमा भन्दा 10,000 किता उसलाई एलोटमेन्ट भएको भनेपछि 10,000 इन्टु 50 अर्को 5 लाख तिर्नु पर्थ्यो हो कि नै यो मान्छेले कति तिर्नु पर्थ्यो 5 लाख तिर्नु पर्थ्यो तर त्यो मध्ये 2.5 लाख त तिरिसकेछ नि 7,50,000 भनेको मतलब 5 लाख उठी भयो 2.5 लाख रुपियाँ तिरिसक्यो
अलरेडी पेड कति हो हेर त यहाँ 7,50,000 हो। एमाउन्ट युटिलाइज कति भयो 5 लाख, रिमेनिङ कति हो 2,50,000, तिर्नुपर्ने कति बच्यो 5 लाख, कति कल्सिन अरियर भयो त 2.5 लाख रुपियाँ निस्क्यो कि नै। यो सिम्पल है, मैले यो रटाउने केही मेथड लगाइरहेको छु है। यो मान्छेले पहिला गर्नु पर्यो कि त्यो मान्छेले कति एप्लिकेसन दिएको थियो र कति पायो। क्वेसनले के भन्न सक्छ, यति पायो भनेर दिन सक्छ, या त यति एप्लाई गरेको थियो भनेर दिन सक्छ। अब दुईटा निकाल्नु पहिला पैसा कति तिरेको थियो त एप्लिकेसनमा भन्दाखेरि 15,000 किताको लागि, किनकि 10,000 पाउनुको मतलब के हो, 10,000 एलोटेड हुनुको मतलब 15,000 किताबले एप्लाई गरे, मतलब 15,000 को एप्लिकेसन बिना त रेसिप्टै भएन नि त, नभए 7,50,000 पैसा तिर्यो। कति एप्लिकेसनमा युटिलाइज भयो 5 लाख, 10,000 को हरेक 10,000 किता, किनकि एलोटेड 10,000 भने 10,000 भन्दा त धेरै युटिलाइज हुने कुरै भएन, हरेक किताबमा 50, भनेपछि 5 लाख रुपियाँ युटिलाइज भयो। कति बच्यो 2,50,000। त्यस पछाडि उसले पैसै तिरेन भनेपछि 2,50,000 त एलोटेडमा युटिलाइज भयो। 2 लाख कति रिसिभेबल रह्यो त 2 लाख, 5 लाख आउनु पर्ने थियो, कति आउनु पर्ने थियो 5 लाख आउनु पर्थ्यो, त्यो मध्ये 2,50,000 त पहिले एडभान्स थियो, भनेपछि कति आएन 2,50,000। चाहिँ यो के भयो, ब्याङ्कमा आयो त 2,50,000 आएन, यो पनि माइनस गर्नु पर्यो कि नै। यही बुझ्नलाई यार के खोइ टेबल सेबल के बनाइरहेको हुन्छ, म केही बुझ्दिनँ यार, खोइ किताबमा के दिन्छ यार, के गरी पढाउँछ, जोड घटाउ गुडा भागा त थाहा हुनु पर्यो नि, कमन सेन्स होइन त यो। यदि पैसा आयो ओके, यो मध्ये कति युटिलाइज भयो 5 लाख युटिलाइज भयो, कति बच्यो अझै उसको पैसा 2,50,000 एडभान्समै थियो, कल्सिन एडभान्स, जस्तै कल्सिन एडभान्समा कति छ टोटल 25 लाख छ, 25 लाख मध्ये 2,50,000 यो मान्छेको उधारी लालको हो। अब एलोटोनमा कति तिर्नु भयो, यसले तिर्नु पर्यो 5 लाख तिर्नु पर्यो, तर के भनेको छ क्वेसन, तिर्दै तिरेन भनेर भने मतलब कति तिरेन 2,50,000 तिरेन, 2,50,000 कम भयो कि नै, यहाँ 2,50,000 आयो त आएन, कति पैसा आयो 22,50,000, कति आयो 22 लाख। जसरी निकाले पनि भयो क्या, त्यो सेयरलाई छुट्टै राखेर गर्दा पनि भयो, अथवा यो सेयरको चाहिँ पुरा पैसा बाँकी कल्सिन एडभान्स एडजस्ट भयो 25 लाख होइन, 22,50,000 भनेपछि कल्सिन अरियर कति भयो 2,50,000 चाहिँ कल्सिन, जुन मिलेन त्यसलाई हामी के भन्छौँ कल्सिन अरियर। हेर त यो बुझ्यो कि नै। ब्याङ्क एकाउन्टमा कति पैसा रिसिभ भयो भन्दा 25 लाख त रिसिभ हुने कुरै भएन, 25 लाख घटा आउनु चाहिँ पर्ने कति थियो 50 लाख हो, एलोटोनमा ड्यू भएको कति 50 लाख हो, 1 लाख किता, किनकि 1 लाख भन्दा धेरै इस्यु गरे होइन, त्यसको हरेक किताबाट 50 रुपियाँ आउनु पर्ने, भनेपछि 50 लाख मैले क्यान्सल गरेँ, ठिक छ। यो मध्ये कति आयो ब्याङ्कमा भन्दा कल्सिन एडभान्स 25 लाख त पहिल्यै कल्सिन एडभान्स थियो, यो त आउने कुरा भएन, ठिक छ। अथवा हुनसक्छ कि पुरै सबैको लागि, अब कतिपय केसमा के हुनसक्छ एलोटोनमा जति पैसा चाहिने त्यो सबै एप्लिकेसनमै आएको पनि हुनसक्छ। जस्तै मानौ 2 लाख मध्ये मैले कोही के भनिदिन्थेँ क्वेसनमा, मानौ यहाँनिर क्वेसन सिनारी जति पनि बनाउनु मिल्यो क्या, त्यो रट नै होइन भन्छु नि म। यहाँ के भने मैले 50,000 रिफन्ड गरिनँ, 2 लाखको 2 लाख मध्ये नै सबैलाई प्रोडाक्ट युटिलाइज गर्थ्यो भने फेरि के हुन्थ्यो यहाँ भन त, यहाँ कल्सिन एडभान्समा कति बस्थ्यो, किनकि यो त हुँदै हुँदै कल्सिन एडभान्समा 50 लाख बस्थ्यो र 50 लाख यहाँ युटिलाइज गर्नु मिल्थ्यो कि नै, 50 लाख युटिलाइज गर्नु पर्थ्यो। यहाँ कल्सिन एडभान्स यहाँ ब्याङ्क एकाउन्ट डेबिटै हुँदैन थियो, बुझ्यो त भनेको कुरा बुझ्यो, ब्याङ्क एकाउन्ट डेबिट हुन्थ्यो त सबै एडभान्समै छ त, भनेपछि यहाँ आउँथ्यो कल्सिन अरियरको कन्सेप्टै हुँदैन थियो, बल्ल अर्को उसमा गएपछि कल्सिन अरियर कुरा आउँथ्यो, उधारीलालको कुरा दिए पनि बुझ्यो। 25 लाख आयो र उधारीलालले जुन 10,000 किता उधारीलालले जुन पाएको थियो, कति पाएको थियो अरे 10,000 किता जुन उधारीलालले पाएको थियो एलोटेड भनेपछि 15,000 एप्लाइड गरेको थियो, यो मान्छेले चाहिँ एप्लिकेसनमा तिर्यो नभए छोडिदियो भनेपछि एप्लिकेसनमा कति तिर्यो 7 लाख 7.5 लाख तिर्यो, युटिलाइज कति भयो 5 लाख युटिलाइज भयो एप्लिकेसनमा, कति बच्यो 2.5 लाख रुपियाँ बच्यो। अब तिर्नुपर्ने कति हो यहाँ एलोटोनमा, यहाँ कति आउनु पर्थ्यो उसको आउनु पर्थ्यो 5 लाख, तर आयो कति 2.5 लाख मात्रै, 2.5 लाख चाहिँ किनकि कल्सिन एडभान्समै थियो भनेपछि कति आएन 2.5 लाख आयो कल्सिन, त्यही नै के हो यहाँ यसलाई नै कल यो आएन, ठिक छ। किनकि केही पैसा युटिलाइज भइरहेछ एडभान्समा तिरेको हुनाले र केही पैसा रिसिभ भएको नभएको हुनाले यस्तो। अब अर्कोमा फर्स्ट एन्ड फाइनल कलमा के हुन्छ, अब यहाँ त सिम्पल यो ड्यू त ठिक छ नि होइन, ड्यू त यही नै हो 1 लाख किताब, हरेक किताबबाट कति आउनु 20 लाख रुपियाँ के बाबत आउनु पर्ने क्यापिटल बाबत, तर ब्याङ्कमा कति आउँछ भन त, अब किनकि उसको त आउँदै आउँदैन नि त पैसा हो कि नै, युटिलाइज जुन उसले एक्स्ट्रा तिरेको थियो त्यो एलोटोनमा युटिलाइज भइसक्यो, त्यही नै पुगेन 2,50,000, बाँकी त अरू पुग्दै पुगेन। यसलाई हामी के गर्छौँ यहाँ यसलाई अलिक तल सार्छौँ है त। ब्याङ्क एकाउन्ट पनि आयो त यो हो त, हेर त 20 लाख रुपियाँ त आउँदै आउँदैन, कति आउँछ त ब्याङ्क एकाउन्ट भन्दाखेरि, किनकि जुन 10,000 किता जुन उसले पाएको थियो 10,000 किता त रिसिभेबल भन्यो भनेपछि 1 लाख किता मध्ये 10,000 कितावालाले त पैसै तिरेन, बाँकी 90,000ले त तिर्यो नि होइन 20 रुपियाँ, कति आयो 90,000 × 20 भनेको कति आउँछ 18 लाख रुपियाँ चाहिँ पैसा आयो होइन। कति आउनु पर्ने थियो, यो त क्यान्सल त गर्नुपर्ने, फर्स्ट एन्ड फाइनल कल आउनु पर्ने त 1 लाख सेयरको थियो इन्टु 20 लाख रुपियाँ आउनु पर्ने थियो, नआएको भनेको के हो यो कल्सिन अरियर एकाउन्ट कति कसरी भन्दाखेरि, किनकि यो 10,000 × 10,000 किताको तिरेको छ, एप्लिकेसनमा तिर्यो त्यसपछि छोडिदियो नि त, मतलब यति पैसा आएन, यसलाई हामी कल्सिन अरियरमा राख्छौँ। एक्स्ट्रा आयो भने कल्सिन एडभान्स, एप्लिकेसनमा चाहिँ उसको एडभान्स थियो जुन युटिलाइज भयो पछि होइन त, युटिलाइज भयो सेयर एलोटोनमा, त्यसपछि यही मात्र 4-5 मार्क्सको क्वेसन सोधिरहन्छ। अब यही कुरालाई कसरी पनि भन्न सक्छ, जसरी बनायो भने भयो एप्लिकेसनको ठाउँमा जस्तै एलोटेडको ठाउँमा 15,000 एप्लाइड भन्यो भने के निकाल्नु पर्छ तिमीले 15,000 एप्लाइड, ओके एप्लिकेसन मनी बुझ्यो, तर एलोटमेन्ट पनि
एलोटमेन्ट नम्बर कति हो त्यो पनि पत्ता लगाउनु पर्यो किनकि ड्यू हामी एलोटेडबाट गर्छौँ है बुझ्यौ नि पैसा सेयर होल्डरबाट कति माग्ने भन्दा जति बाँड्न सकिन्छ त्यसबाट मात्रै माग्ने हो नि त 15,000 एप्लाइड भनेको हरेक ठाउँमा यहाँ चाहिँ 15,000 रुपियाँ उसको ड्यू हुँदैन 15,000ले कुरै आउँदैन किनकि हेर त यहाँ एन्ट्री मैले कसरी भनिरहेको छु यो पैसा आउन सक्यो कि एप्लिकेसनमा धेरै आउन सक्यो तर अब जब हामी अब ड्यू गर्न थाल्छौँ जब हामी पैसा राख्न थाल्छौँ त्यहाँ 1 लाख इस्युड भन्दा माथि आउँदै आउँदैन नम्बर प्लस क्यापिटल भन्दा नि या त रिफन्ड गर्नु पर्यो कल्सिन एडभान्समा गयो त्यसरी नै हेर हरेकमा हेर त्यहाँ अब त यहाँदेखि त 1 लाख भन्दा अरू किताको हामी कुरै गर्दैनौँ जबकि जसलाई पर्यो नि त्यसमा पनि कसरी परेको थियो प्रोराटा एलोटमेन्ट भनेको 1,50,000 सेयर हाल्नेले 1 लाखवटा सेयर पाएको हो टोटल हो कि न त्यसरी भएको थियो नि त तर 1,50,000 लेखिरहेको छु र म यहाँ कतै हेर त अब यहाँ एलोटमेन्टदेखि लेखेकै छैन नि सबै 1 लाख इन्टु यसरी नै चल्यो त्योभन्दा माथि त माग्नै मिलेन धेरै आएको थियो सुरुमा ओके त्यो एडजस्ट गर भने त त्यही भएर अगाडि एडजस्ट गरेँ हेर नि यसको 5 लाख कल्सिन अरियर हुनुपर्ने हो कि न किनकि 10,000 यदि किताब परेको भन्दा 10,000 इन्टु 50 50,000 के अरे 10,000 इन्टु 50 कति तिर्नु पर्थ्यो 5 लाख रुपियाँ तिर्नु पर्थ्यो किन 2.5 लाख मात्रै कल्सिन अरियर भयो किनकि 2.5 लाख उसले एप्लिकेसनमा ज्यादा तिरेको किनकि उसले 5,000 सेयरको पैसा ज्यादा तिरेको थियो एप्लिकेसन हो कि 10,000 एलोटमेन्टको लागि 15,000 तिरेको थियो 15,000 सेयर बराबरको पैसा तिरेको 5,000 को मतलब धेरै तिर्यो 5,000 इन्टु 50 2,50,000 चाहिँ उसको एडभान्स भयो थियो एप्लिकेसन त्यही युटिलाइज भयो 2,50,000 चाहिँ कल्सिन अब यहाँ फर्स्ट एन्ड फाइनल कलमा त अब उसको केही पनि पैसा बाँकी रहेन त्यही हुनाले सबै पैसा नै 10,000 किताको 20 रुपियाँ एलोटमेन्ट यहाँ उसको 15,000 को हिसाब गरिरहेको छ हामी गरेनौँ कति पायो भन्दा 15,000 किताको हिसाब गऱ्यौँ बाँकी सब ठिक छ अब यसैमा के भनिदिन सक्छ हेर एकछिन फर्स्टमा फर्स्ट यहाँ यो भयो ठिक छ अब यो फुल क्वेसन प्रायः यसरी नै बनाएर आउँछ यसैमा के भनिदियो अरू उधारीलाल सेयर्स ह्याभ बिन फरफिट के भयो उधारीलालको जुन सेयर छ त्यो चाहिँ फोरफिटेड गर्यो फोरफिचर भनेको के हो भन्दाखेरि चाहिँ जफत नेपालीमा के भन्छ यसलाई जफ्त गर्यो मतलब जति किता 15,000 किनकि उसको लागि कति 10,000 सेयर 15,000 सेयर उसले एप्लाई गरेको थियो 10,000 सेयर उसलाई एलोटेड भएको थियो उसले पैसा तिर्न सकेन तिर्न नसक्यो भनेपछि के गर्नुपर्छ फेरि यतिको फोरफिचर गर्ने मिल्दैन कानुन अनुसार चाहिँ नोटिस पठाउनु पर्यो फेरि उसलाई टाइम दिनु पर्यो फेरि पत्रिकामा निकाल्नु पर्यो अझै तिर्दै गएन भने बल्ल बोर्डले डिसाइड गरेर सेयर फोरफिट गर्न मिल्छ फोरफिचर भनेको चाहिँ अब यसले जति तिर्यो नि पैसा अब त्यसको बापत हामी सेयर क्यापिटल मान्दैनौँ सेयर क्यापिटल क्यान्सल गरिदिने मतलब सेयर क्यान्सल हुन्छ त्यसको र पैसा एक तरिकाले रिजर्भ आम्दानी जस्तो भयो कम्पनीको लागि फोरफिचर भने त्यही त हो नि जफत भन्दा के जफत हुँदा के हुन्छ आम्दानी हुन्छ कि नै इस्यु गर्ने मान्छेलाई त्यही हो किनकि यसले पुरै पैसा तिर्न सकेन पुरै तिरेर क्यापिटलमा बसिरहेको हुन्छ नतिरेपछि अब त्यो सेयर क्यान्सल गर्नु पर्यो र त्यति बराबरको पैसा चाहिँ कसरी हुन्छ त एन्ट्री यहाँ हेरौँ 5 सेयर फोरफिचरको है त सेयर फोर अब हेर यहाँ के भयो उधारीलालको सेयर फोरफिचर भनेको कति किता हो एलोटमेन्ट भएको किता है एलोटेड सेयर्सको कुरा हुन्छ यहाँ एप्लाइड सेयरको कुरा हुँदैन एप्लाइड सेयर क्यान्सल एलोटेड सेयर चाहिँ के गर्छौँ हामी अब गर्छौँ हामी सेयर क्यापिटल क्यान्सल गर्दै के गरिदिन्छौँ हामी किनकि त्यसको नाममा हेरेर त सेयर क्यापिटल हरेकचोटि ड्यू गरिरहेको छु कि यहाँ तिमीहरूलाई देखाइदिन्छ जस्तै यहाँ मैले उधारीलाललाई छुट्याएर यहाँ यो सेयर एप्लिकेसनको एन्ट्री भयो कति हेर त 1 लाख किता इन्टु सेयर सबै सेयरको सेयर क्यापिटलमा गएको छैन 1 लाख सेयरकै किनकि 1 लाख सेयर मध्ये हो नि त उधारीलालको पनि दोस्रोमा पनि हेर सेयर क्यापिटलमा सबै 1 लाख सेयरकै हिसाब भइरहेछ यहाँ हरेक ठाउँमा सेयर क्यापिटलमा कति गइरहेछ 1 लाख सेयर इन्टु 30 गइरहेछ 1 लाख सेयर भइरहेछ हो हरेक ठाउँमा हेर त सेयर क्यापिटलमा कति गइरहेछ 1 लाखको हिसाबले नै गइरहेछ नि यहाँ उधारीलालको सेयरलाई छोड्दैछ र हामीले छोडेन नि त आएन कल्सिन अरियरमा राख्दैछ भाइ सेयर क्यापिटलमा त छँदैछ भने सेयर क्यापिटलबाट सेयर क्यान्सल हुनुको मतलब सेयर क्यापिटल डेबिट हुनु पर्यो कतिवटा किता गर्ने क्यान्सल सर 10,000 वटा किता क्यान्सल गर्ने एलोटेड सेयर है एप्लाइड सेयर होइन कि एलोटेड र हरेक सेयरको फेस भ्यालु कति हो 100 रुपियाँ यो 10,000 इन्टु 100 कति भयो 10 लाख सेयर क्यापिटल अब क्यान्सल भयो मतलब घट्यो बढ्नु मतलब के हुन्छ 2 सेयर क्यापिटल हुन्छ क्रेडिट हुन्छ घट्नु मतलब डेबिट हुन्छ क्यापिटल सेयर क्यापिटल एकाउन्ट डेबिट 10 लाख अब ओके यति बराबरको 2 कहाँ हाल्ने सर केमा हाल्ने हामीले सेयर फोरफिचरमा हाल्ने कहाँ हाल्ने सेयर फोरफिचरमा फाइदा बराबर हाल्ने यसमा चाहिँ सर तर सबै फाइदा कहाँ छ त सर सब 10 लाख रुपियाँ आएको भए पो 10 लाख रुपियाँ फाइदा हो त सर 10 लाख त आएकै छैन कल्सिन अरियर तपाईँले अहिले भगर राख्नु भएको नि कल्सिन अरियर हेर्नु न 2 लाख यसमा अनि यो 2,50,000 त्यही मान्छेको त हो नि होइन त कल्सिन यो पैसा त आएकै छैन यसकै सेयर जफत गरिरहेछ भनेपछि 2 र 2 कति भयो 4,50,000 अब यहाँ ध्यान दिनुपर्ने कुरा है यदि हेर यो मान्छेले कति तिर्यो 2,50,000 चाहिँ एडभान्समा तिर्यो हो कि नै किनकि 15,000 सेयर एप्लाई गरेको थियो भने 5,000 इन्टु 50 2,50,000 त यो मान्छेको एक्स्ट्रा पैसा आएको थियो यहाँ अब यो क्यापिटलको लागि आएको थियो कि सेयर प्रिमियमको लागि आएको थियो यो बुझ्नु 2,50,000 सेयर प्रिमियममा कति हो 20 भनेको मतलब उसको लागि कति हुन्छ 10,000 इन्टु 20 2 लाख सेयर क्यापिटलमा कति हुन्छ 10,000 इन्टु 30 3 लाख रुपियाँ आउनु पर्थ्यो कि नै सेयर क्यापिटलको लागि 3 लाख आउनु पर्थ्यो सेयर प्रिमियमको लागि 2 लाख आउनु पर्थ्यो उसको आयो 2.5 लाख मात्रै भनेपछि क्यापिटल मध्ये मान्दा भयो यदि सेयर प्रिमियमको मान्ने हो भने जस्तै क्वेसनमा भन्छ कि त्यो चाहिँ प्रिमियमको लागि पैसा थियो भने हैन किनकि उसले एप्लिकेसनमा दियो त्यसपछि त बिर्स्यो अथवा उसको पैसा चाहिँ मानौ जस्तै हामीले अथवा क्वेसन सिनारियोमा यहाँ के भन्दिन्थ्यौँ क्वेसनमा भन्दियौँ कि 50,000 सेयर रिफन्ड होइन कुरा अलग हुन सक्छ किन
मैले के माने सेयर क्यापिटलकै पैसा हो भनेर माने, सेयर प्रिमियमको होइन भनेर माने भनेपछि अब यहाँ के हुन्छ, सेयर प्रिमियममा उसको पैसा आएन भनेपछि हामी के गर्छौँ, यहाँ सेयर क्यापिटल 10 लाख रुपियाँ यो त क्यान्सल गर्नै परेछ, 10,000 सेयरको हरेकको 100 रुपियाँ, सेयर प्रिमियम पनि क्यान्सल गर्ने यदि पैसा रिसिभ भएको छैन भने है, किनकि सर पैसा यसमा रिसिभ भएन, प्रिमियमको लागि थिएन, 10,000 इन्टु कति 20 रुपियाँ कति भयो, र उसले तिरेको भनेको कति चाहिँ तिर्न बाँकी थियो, उसले 2 कल सिनेरियर क्यान्सल गर्नु पऱ्यो कि नै, यो त अब आउँदैन नि त, यो आउनुपर्ने पैसा आएन, कति थियो 2,50,000 पहिला आएन, प्लस कति पैसा आएन 2 लाख रुपियाँ पछि आएन होइन त, यहाँ हेर त, यहाँ 2 लाख रुपियाँ आएन अनि 2,50,000 यहाँनिर आयो, टोटल 4,50,000 पैसा आयो, 4,50,000 यो त पैसा आएकै थिएन नि त, बाँकी बचेको चाहिँ अब सेयर फर फ्युचरमा हाल्यो, बुझ्यो, बाँकी बचेको पैसा कति हुन्छ हेर त, 12 मा 4,50,000 7,50,000 चाहिँ हामीले फर फ्युचरमा 7,50,000 पैसा तिर्यो, त हामीले के मान्दियौँ सबै सेयर क्यापिटलको लागि तिर्यो, सेयर क्यापिटल कति टोटल क्यान्सल गर्नु पनि 10 लाख, 4,50,000 जुन तिरेको त्यो मैले घटाइदिएँ, 7,50,000 चाहिँ मलाई के भयो तिरेको त्यही हो नि त होइन। तर यदि मैले मान्थेँ भने जस्तै यो क्लियर छ, पहिला यो बुझ त, 10 लाख 2 लाख 7,50,000 4 लाख ठिक छ, यो किनकि यो त आउनुपर्ने यो पनि त, जस्तै म सेयर क्यापिटलै यदि मानिदिनँ उसको सेयरै क्यान्सल गर्नुपर्छ भने म जुन आउनुपर्ने पैसा कल सिनेरियर भनेको कि आउनुपर्ने पैसा नउठेको पैसा त्यो पनि त क्यान्सल गर्नु पर्यो नि, यसलाई पनि क्यान्सल गरिदियो भने चाहिँ बाँकी बचेको चाहिँ मेरो नाफा भयो, यो एक तरिकाले क्यापिटल रिजर्भ भयो, सेयर फर फ्युचर एकाउन्ट यो राखिरहन्छु, जब अब यो रिइस्यु हुन्छ नि तब अनि बल्ल गर्छु। जस्तै अब यही भयो, उधारीलालको सेयर चाहिँ हामीले शम्भुलाललाई रिइस्युड गर्यौँ र रिइस्युड टु शम्भुलाल एट 80 रुपियाँ डिस्काउन्टमा गरिदिउँ है शम्भुलाल भने के हुन्छ, अब फाइदा कति भयो हामीलाई, यो पैसा आएको त सबै फाइदा भयो नि होइन, सेयर फर फ्युचरमा हाल्यौँ। अब सेयर फर फ्युचर मध्ये किनकि 100 को सेयर हामीले 80 मा शम्भुलाललाई इस्यु गर्यौँ भनेपछि त्यो 20 रुपियाँ चाहिँ सेयर फर फ्युचरबाट एडजस्ट गर्नु पर्यो भने नि, अनि बल्ल बचेको नाफा। जस्तै यदि शम्भुलाललाई चाहिँ मैले 100 को सेयर 100 मै इस्यु गरिदिएको भएदेखि चाहिँ अब मलाई त घाटा केही पनि भएन नि इस्युमा, भने सबै पैसा जति पनि थियो सेयर फर फ्युचरमा, सेयर फर फ्युचरमा कति थियो पैसा 7,50,000, किनकि मतलब एक तरिकाले उसले तिरेको पैसा सबै सेयर फर फ्युचरमा गयो नि त, यसलाई डेबिट गरेर सबैलाई सेयर क्यापिटल रिजर्भमा ट्रान्सफर गरेँ। तर यहाँ चाहिँ मेरो डिस्काउन्ट जुन, किनकि शम्भुलाललाई मैले 80 मा सेयर इस्यु गरेँ, डिस्काउन्ट इस्यु गरेँ भनेपछि 20 रुपियाँको जुन लस भयो, मतलब 10,000 सेयर इन्टु हरेक सेयरमा 20 रुपियाँको लस, मतलब 2 लाख रुपियाँ जुन लस भयो, लस यहाँबाट राइट अप गर्छु, बाँकी कहाँ हालिदिन्छु म क्यापिटल रिजर्भ। क्यापिटल रिजर्भ एकाउन्ट कति भयो 5, किनकि यो मलाई कम्पनीको लागि फाइदा भयो क्यापिटल, हो कि यो बाबत, किनकि एकाउन्टेबल लिनु परेन, सेयर पनि दिनु परेन, सेयर फरफिट गर्नुको मतलब त्यही त हो नि, जफत। ओके, अब यसैमा म अर्को सिनारी भन्छु, यहाँ कहाँ फरक हुन्छ सर, एउटा सिनारी भन्छु, मानौ 7 नम्बरमा भने अब मानौ के गरेको थिएँ मैले, अब यदि 1 लाख सेयर इस्युड हो कि एट 120, 100 चाहिँ के थियो फेस भ्यालु, यही थियो क्वेसन। अब 2 लाख सेयर चाहिँ एप्लाइड हो कि 2 लाख सेयरको एप्लिकेसन आएको र एप्लिकेसनमा कति मनी थियो 50, एलोटमेन्टमा कति हो 50, 50 मध्ये 20 चाहिँ प्रिमियम हो र फर्स्ट एन्ड फाइनल कलमा कति हो 20 रुपियाँ, यसरी पैसा उठाउने थियो। र के भयो भन्दाखेरि 2 लाख सेयरलाई चाहिँ प्रोराटा बेसिसमा एलोटेड भयो, रिजेक्टेड केही पनि गरिएन, रिजेक्टेड केही पनि गरिएन है, 50,000 रिजेक्ट भन्ने कुरा थियो अहिलेकोमा फर्स्टमा देखेको थियो, अनि 1.5 लाखलाई 1 लाख दिएको। र अब उधारीलालले चाहिँ, उधारीलाल जो चाहिँ जसले चाहिँ कति किताब पायो, जसले चाहिँ हु हेज बिन एलोटेड 10,000 सेयर्स चाहिँ नट पेड एनी एमाउन्ट आफ्टर एप्लिकेसन, एप्लिकेसन पछाडि केही पनि पैसा तिरेन, हेन्स फोरफिटेड। अब फोरफिटेड भयो भने के हुन्छ भन्नुको मतलब बुझिरहेको है, यहाँ अब अघि 1.5 लाख मात्रै थियो, 50,000 रिफन्ड गरेको थियो, अब चाहिँ 2 को बदलामा 1 एप्लिकेसन भइरहेको। उधारीलालले पैसा कति तिर्यो, यदि एलोटेड सेयर कति हो 10,000 हो भने एप्लाइड कति थियो त 2 गुणा हो कि 2 लाख सेयर एप्लाई हुँदाखेरि बल्ल 1 लाख आएको भने 10,000 इन्टु 2 डिभाइडेड 1 गर्नु पर्यो, कति सेयर आएको हो 20,000 सेयरको लागि एप्लाई आएको भने पैसा कति आयो, एमाउन्ट रिसिभ, एमाउन्ट रिसिभ भनेको 20,000 सेयर इन्टु 50 होइन, एप्लिकेसनमा कति पैसा 50 हो नि त, भनेपछि 20,000 इन्टु 50 कति हुन्छ 10 लाख रुपियाँ पैसा आयो। लेस युटिलाइज अन एप्लिकेसन, एप्लिकेसनमा कति युटिलाइज भयो, किनकि उसले त पायो त 10,000 किता मात्रै, एप्लिकेसनमा कति तिर्नु पर्ने त 5 लाख एप्लिकेसनमा युटिलाइज भयो, 5 लाख के भयो कल्सिन एडभान्स बच्यो उसको 25 लाखमा मतलब 50 लाखमा उसको 5 लाख भयो। यहाँ कल्सिन एडभान्स भनेको 50 लाख हुन्थ्यो नि त होइन, किनकि 1 लाख किताकै सबै 50 रुपियाँ भनेको 50 लाख त्यो एडभान्स भयो नि त, कल्सिन एडभान्स 50 लाख भयो। यसमा अब कल्सिन एरियर बस्छ त एलोटमेन्टमा भने त युटिलाइज इन एलोटमेन्ट, एलोटमेन्टमा कति तिर्नुपर्ने उसले 10,000 सेयर इन्टु 50 तिर्नुपर्ने हो कि नै, अब 5 लाख तिर्नुपर्ने, 5 लाख छँदैछ उसँग, निल भयो, कल्सिन एरियर के बन्छ निल्स हो कि जसरी यहाँ हेर्दा यहाँ यो फाइनल कलमा चाहिँ हुने भयो कल्सिन एरियर हो कि फाइनल कलमा त, किनकि उसले त्यस पछाडि बिर्स्यो, मतलब यो कल्सिन एरियर 2.5 लाख आउँथ्यो त, त्यहाँ आउँदै 2 को बदलामा 1 हुने भने त आउँदै थियो नि त, 2.5 लाख कल्सिन एरियर आउँदैन थियो। र साथै के हुन्थ्यो हेर है, अब यहाँ कुरा बुझ, र उसले प्रिमियमको पैसा पनि तिर्यो कि नै, तिर्यो नि, त्यसको मतलब यहाँ प्रिमियम त एलोटमेन्टमा थियो, यो 20 रुपियाँ पनि त उसकोबाट आयो पैसा,
भनेपछि अब यो 20 रुपियाँ रिभर्स हुँदैन है। मैले सुरुमा के भनेको थिएँ, सेयर प्रिमियम क्रेडिट एकचोटि भयो, पैसा आएर सेयर प्रिमियममा पैसा गयो, पैसा एक्चुअल आयो है। अघि जस्तै आएको थिएन, जस्तै यसमा हेर त आएको थिएन, त्यो बेला मैले यहाँ डेबिट गरेँ, हेऱ्यो त रिइस्यु भयो, यहाँ आएको थिएन र यहाँ आएको थिएन र मैले सेयर प्रिमियम डेबिट गरेको। अब यसरी डेबिट गर्न मिल्दैन, पैसा आइसक्यो मतलब आइसक्यो। अब म के गर्छु एन्ट्री, अब यसलाई एन्ट्री के गर्छु भन्दाखेरि फोरफिचरको एन्ट्री पास गर्दा म सेयर क्यापिटल मात्रै डेबिट गर्छु। अब सेयर प्रिमियम डेबिट हुँदैन त्यसरी, 10,000 सेयर इन्टु 100, 10 लाख रुपियाँ त क्यान्सल गरिदिन्छु, सेयर प्रिमियम नहुने भयो। 2 कल्सिन अरियर कति हुने भयो भन्दाखेरि, किनकि फर्स्टमा त छँदै छैन, त्यो लास्टको मात्रै 10,000 फर्स्ट एन्ड फाइनल कलमा मात्रै त अरियर हुने भयो। एलोटमेन्टको पैसा त उसले तिरेकै पुग्यो भनेपछि 2 लाख रुपियाँ यहाँ गयो। 2 बाँकी केमा जाने भयो अब सेयर फरफिचर एकाउन्ट, 8 लाख रुपियाँ सेयर फरफिचरमा। जबकि तिर्यो उसले कति 20,000 इन्टु 50 गरेर उसले टोटल 10 लाख तिरेको थियो, तर फाइदा कति मात्रै हाल्यौँ हामीले, 8 लाख मात्रै सेयर फरफिचरमा हाल्यौँ। किनकि 2 लाख के को लागि तिरेको थियो, सेयर प्रिमियम। ल सेयर प्रिमियम एकचोटि गएपछि 5वटा पर्पज, मतलब एकचोटि सेयर प्रिमियममा पैसा एक्चुअली रिसिभ भयो भने त्यो पैसा सेयर फरफिचर यताउतामा ट्रान्सफर गर्न मिल्दैन। के को लागि युज गर्न मिल्छ, डिस्काउन्ट यदि पहिला कुनै थियो इस्यु गर्दाखेरि त्यो राइट अफ गर्न मिल्यो, बोनस सेयर इस्यु गर्न मिल्यो, अरू कुराको लागि त्यो डेबिट हुन मिल्दैन है। जस्तै यहाँ मैले डेबिट गरेको थिएँ होइन, अघि किन डेबिट गरेको थिएँ भन्दाखेरि किनकि सेयर प्रिमियमको बाबत पैसा आएकै थिएन, त्यही भएर डेबिट गरेँ। यहाँ हेर त, यहाँ सेयर प्रिमियम मैले पनि डेबिट गरेको थिएँ यहाँ, किनकि यो पैसा आएकै थिएन क्या। यो 7,50,000 जति पनि आएको थियो यो सिर्फ त्यो क्यापिटल भित्रको लागि मात्रै आएको थियो, 100 रुपियाँ भित्रको लागि मात्रै आएको थियो, 100 रुपियाँ मध्ये 75 आएको थियो होइन, 20 रुपियाँ आएकै थिएन। त्यो हुनाले यो राखेर के गर्ने खाता, यसलाई क्यान्सल, ठिक छ। तर एकचोटि सेयर प्रिमियम पैसा आइसकेपछि, जस्तै यहाँ आइसकेको थियो, यहाँ त आयो नि त, किनकि जुन एप्लिकेसनमा तिरेको पैसालाई एलोटमेन्ट पुरा पुग्यो। एलोटमेन्ट पुरा पुग्नु मतलब के हो, एलोटमेन्टमा नि प्रिमियम पनि थियो 20 रुपियाँ, पुरै पुग्यो मतलब प्रिमियममा आइसक्यो। त्यसले 10 लाख तिरेको मध्ये 2 लाख रुपियाँ त प्रिमियमको लागि भयो, बुझ्यो नि। तर दिमाग लगाउनु छैन भने कल्सिन इयर सेयर क्यापिटल राखिदिने, कल्सिन इयर घटाइदिने, बाँकी बचेको कुरा के हो, सेयर फरफिचर हो। तर यही कुरा यहाँ राख्यो भने, जस्तै हेर है, यहाँ राख्यो भने मिल्दैन थियो नि। यहाँनिर जस्तै सेयर क्यापिटल मात्रै लियो मैले 10 लाख, 7,50,000 घटाइदिएँ, के अरे 4,50,000 यो भयो भने त यहाँ 5,50,000 हुनु पर्थ्यो। सेयर फरफिचरको एमाउन्ट गडबड हुन्छ। यहाँ मैले के माने, जति पनि पैसा मिल्यो त्यो मात्रै मिल्यो, किनकि एलोटमेन्टमा आउनुपर्ने कति टोटल 50, त्यो मध्ये 20 प्रिमियम थियो, 30 रुपियाँ क्यापिटल थियो। तर आयो एक्स्ट्रा कति, हरेक सेयरमा 25 रुपियाँ मात्रै आयो। मैले क्यापिटलको मान्दै त्यसलाई यहाँ बुझ्यो, यो डेबिट गरेको कारणले गर्दा मात्रै। यो र यो हेर, 5 नम्बरको स्क्रिनसट ल्याऊ, क्वेसन केमा छ, 1 मा छ, क्वेसन त लिएको होला नि, त्यो क्वेसन र यो हेर। त्यसपछि 7 मा हेर, यो फेरि क्वेसनलाई हल्का रिभाइज गरेँ मैले, के गरेँ यहाँनिर, अब एलोटेडको कुरै छोडिदिएँ, यो क्वेसन भयो टोटल। स्क्रिनसट ल्याऊ, ठिक छ, त्यो क्यालकुलेसन छ, ठिक छ, यसको स्क्रिनसट ल्याऊ, क्यालकुलेसन के। अब त्यो 5 नम्बरको जुन छ नि, 5 को स्क्रिनसट, 5 स्क्रिनसट, 7 स्क्रिनसट, दुईटालाई कम्पेयर गरेर एनालिसिस गर है, के बुझ्छ नि। सेयर एप्लिकेसन मनी एकचोटि रिसिभ भइसकेपछि त्यसलाई अरू ठाउँमा युटिलाइज गर्न मिल्दैन, 4-5वटा पर्पस बाहेक अरू गर्न मिल्दैन। त्यो हुनाले यहाँ हामीले राखेनौँ, त्यहाँ राख्यौँ, किनकि सेयर एप्लिकेसन के अरे सेयर प्रिमियमको पैसा आएकै थिएन त्यहाँ भनेको हिसाबले सेयर प्रिमियमलाई पनि क्यान्सल गरिदिने, त्यो खाता मात्र राखेर के गर्ने हो र। एउटा त्यस उसको बापतको सेयर प्रिमियम एकाउन्ट पनि डेबिट गऱ्यौँ। सेयर प्रिमियम डेबिट मतलब क्यान्सल हुनु है। यहाँ हेर, सेयर प्रिमियमलाई हल्लाकै छैन, हामीले यहाँ डेबिट गरायौँ, किनकि त्यसको बापत पैसा आइसक्यो, त्यो बन्द भयो। अब त्यसलाई चलाउँदैन हामीले, त्यसलाई डेबिट गर्दैनौँ अहिले, सेयर क्यापिटल मात्रै। अब रिइस्यु भयो भने के हुन्छ, रिइस्यु त के हो भन्दाखेरि, जति फरफिचरमा पैसा छ नि, रिइस्यु गर्दाखेरि मतलब सेयर फरफिचरमा के आउने रहेछ एउटा त भन त। सेयर फरफिचर भनेको सेयर क्यापिटल फेस भ्यालुसम्मको मात्रै पैसा आउँछ, पहिलो कुरा। फेस भ्यालुभन्दा माथिको आउँदैन रिसिभ भए पनि फरफिचरमा है त। फेस भ्यालु मात्रै 8 लाख आयो। अब यो सेयर रिइस्यु भन्छ क्या, जस्तै फरफिट गरेको सेयर फेरि कसै अर्कोलाई दिउँ, अर्कोलाई दिँदाखेरि उसलाई डिस्काउन्टमा दिउँ भने जति डिस्काउन्ट त्यो बिचको जुन ग्याप हुन्छ नि, त्यो चाहिँ फरफिचरबाट हटाउनु पर्छ। जस्तै 80 रुपियाँमा दियो भने हरेक सेयरमा कति हो, 20 रुपियाँ हो नि, 10,000 इन्टु 20, 2 लाख रुपियाँ घटाएर बाँकी 6 लाख चाहिँ फेरि के हो त भन्दाखेरि, जस्तै अब यसलाई के गर्यौँ हामीले, अब सेयर्स हेभ बिन रिइस्युड एट 80, मतलब अब के हुन्छ रिइस्यु गर्दाखेरि भनेको, पहिला यो सेयर फरफिचरबाट के गर्छौँ हामी, सेयर फरफिचर एकाउन्ट डेबिट 8 लाख, ठिक छ। अब यसैमा चार्ज गरिदिन्छु क्या, जुन डिस्काउन्ट भयो नि, डिस्काउन्ट कति भयो भने त, डिस्काउन्ट अन इस्यु अफ सेयर कति भयो भन त, 10,000 किता इन्टु 20 भयो कि नि, हरेक सेयरमा 20 रुपियाँ डिस्काउन्ट भयो, फेस भ्यालु 2 लाख रुपियाँ यहाँ चार्ज, 8 लाख मध्ये 2 लाख रुपियाँ डिस्काउन्ट चार्ज भयो, बाँकी कहाँ गयो, क्यापिटल रिजर्भ, बाँकी चाहिँ एक तरिकाले अब नाफा भयो, 6 लाख चाहिँ सरी यो भयो। अब रिइस्यु गरेको कुरा त रिइस्यु भइ नै हाल्यो, डिस्काउन्ट गरिदिउँ। अब रिइस्यु गर्दा त के हुन्छ, एन्ट्री भन्दा ब्याङ्क एकाउन्ट डेबिट 10,000 इन्टु उसले 80 रुपियाँको दरले मात्रै तिर्यो, मतलब 8 लाख रुपियाँ आयो। डिस्काउन्ट 10,000 इन्टु 2 लाख रुपियाँ गयो, टु सेयर क्यापिटल 10 लाख होइन। अनि यो डिस्काउन्ट कहाँ गएर चार्ज भयो, यहीँ सेयर फरफिचरमा चार्ज भयो, डिस्काउन्ट कटिसक्यो, बाँकी बचेको चाहिँ फरफिचरको एमाउन्ट के भयो, जफत गरेको पैसा बाँकी नाफा भयो कि नै। किनकि जे बापत जफत गरेको त्यही कुरा यदि मैले फेरि रिइस्यु गरिरहेको छु भने त्यसमा केही पनि घाटा हुन्छ। डिस्काउन्ट गरेर गर्छु भने त्यो डिस्काउन्ट बराबर चाहिँ सेयर फरफिचरमा घटाउनु पर्यो, हो नि। सेयर फरफिचरको एन्ट्री गर्दा चाहिँ यो भयो, सेयर क्यापिटल क्यान्सल गरेर फरफिचरमा हाल्यौँ।
अब सेयर फोर्फिचरबाट नाफामा लैजाँदा चाहिँ यदि इस्यु गर्दाखेरि कुनै डिस्काउन्ट छ भने चाहिँ त्यसलाई घटाउने, बाँकी बचेको चाहिँ क्यापिटल रिजर्भमा लगेर के क्वेसन त